पानी त भरेको छैन कि हामी पहिला यस्तो रोक्नु है म हजुरहरूलाई देखाउँछु है टक्क 2005 यस्तो के यस्तो 5 ढुङ्गा बनाएर के यस्तो खेल्थ्यौँ नि पहिला है टक्क यसरी के यसरी है कुकुरलाई थाहा छ तपाईँहरूलाई थाहा छ टक्क यसरी पहिला सानोमा स्कुल पढ्दा कि है टक्क यसरी खेल्थ्यौँ कि हामी कस्तो रमाइलो हुन्थ्यो क्या हामी त झन् कसरी खेल्थ्यौँ सर आउनु भएको अनि क्लासमा अब त्यति बेला त दिमाग पनि थिएन क्या सानै थियौँ सर क्लासमा आउनु भएको अनि सर अगाडि पढाइराख्नु भएको अनि पछाडि बस्ने अनि त्यो बेन्च साइड गर्ने बेन्चको मुनि बस्ने अनि सबैजना 2-3 केटाहरू भएर टक्क खेल्ने यसरी कस्तो रमाइलो हुन्थ्यो क्या कस्तो याद आयो क्या मलाई पुरानो दिनहरूको टक्क यो ढुङ्गा देख्दाखेरि के है त्यस्तै याद आयो तपाईँहरूलाई पनि आउँछ होला याद है सानोमा के गर्नुभयो है हामीले त एकदमै रमाइलो गऱ्यौँ बच्चा बेला तपाईँहरूले पनि रमाइलो गर्नुभयो होला किनभने बच्चा बेला प्रायः सबैको रमाइलो हुन्छ होइन